नमस्ते साथीहरु, स्वागत छ तपाईहरुलाई मेरो नयाँ भिडियोमा। र हामी नेपालीहरुको दोस्रो ठुलो पर्व शुभ दीपावली तिहारको सबैलाई मंगलमय शुभकामना। र तिहारमा चाहिँ अब आज म चाहिँ दिदी भाउजूहरुसँग चाहिँ तिहारको लागि फूल किन्नलाई माला किन्न जाँदैछु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। हामी यसमा चाहिँ माला किनेको सबै भिडियो छ है त, अन्तिमसम्म। ल त साथीहरु, हामी चाहिँ अहिले दमकको बजार, सब्जी बजारदेखि लिएर सम्पूर्ण बजार छ यहाँनिर चाहिँ मेन दमकको बजार हो है। हामी चाहिँ अहिले त्यहाँनिर हेर्न सक्नुहुन्छ कस्तो भिडभाड चहलपहल छ। जताततै सयपत्री फुलको माला अनि त्यसपछि हाम्रो यो मखमली फुलको मालाहरू प्रशस्त छ। र हामी चाहिँ यो अहिले देखिँदै गरेको यो पसलमा चाहिँ हामी माला किन्नेवाला छौँ। र माला पनि एकदमै सस्तो कि महँगो हो, अब यो लगभग सबैतिर एउटै खालको रेट रहेछ है। मखमलीको चाहिँ तपाईँको 90 रुपियाँ गोटा रहेछ भने यो सयपत्री चाहिँ हामीले 50वटा लैजाँदा 140 रुपियाँ गोटा पर्ने रहेछ। र हामीले किनिसकेका छौँ। र अब चाहिँ मैले यो बोकेर लिएर जानेवाला छु अहिले। र यति हामीले यो जुन यति फुल किन्दाखेरि चाहिँ यो लगभग 7,500 को पर्यो हामीलाई यति चाहिँ यहाँनिर यो फुल किन्दाखेरि। र बजार यस्तै छ। अब म काँधामा हालेर चाहिँ म यसलाई लिएर जानेवाला छु। र यहाँ भाउजूहरू अनि सोल्टिनीहरू चाहिँ यहाँ स्याउ किन्दै हुनुहुन्छ, हेर्न सक्नुहुन्छ। र स्याउ पनि अब अहिलेको बजार अनुसार अलि महँगै छ। र स्याउहरू किनिसकेर हामी यहाँदेखि अनि निस्किन्छौँ अहिले। र स्याउ पनि 4-5 केजी किन्ने भन्ने कुरा छ, हेर्दै गर्नु होला। अब स्याउको हामी मोलभाउ गर्दैछौँ। र स्याउ किनिसकेपछि चाहिँ ल हाम्रो टोलीमा आएर नि है सामान चाहिँ किनिसकेको छ। बजारको भिडभाड चहलपहल यस्तो छ हेर्नलाई। र हामीले चाहिँ माला किनिसकेका छौँ। एकदम भिडभाड होला चाहिँ। अब यो चाहिँ म बोकेर जान्छु। र हाम्रो चाहिँ किनमेल भइसकेको छ गाइज है, हेर्न सक्नुहुन्छ। र मैले चाहिँ त्यो सयपत्री र मखमली फुल काँधामा बोकेको छु। र त्यो तल झोलामा चाहिँ हामीले फलफुलहरू किनेका छौँ। र अगाडि चाहिँ भाउजू र म हिँडिराखेको छौँ, सोल्टिनी उता हुनुहुन्छ। र क्यामेरामा चाहिँ अहिले हाम्रो सिस्टर हुनुहुन्छ, दिदी। र दिदीले भिडियो गरिराख्नु भएको छ। अहिले हामी बजारदेखि निस्किँदैछौँ। हाम्रो अटो जुन हामी जाने अटो चाहिँ बाहिर हुनुहुन्छ, हाम्रो गाउँकै दाजु हुनुहुन्छ। र उहाँले पर्खिराख्नु भएको छ। र हामी चाहिँ अब सबै फुलहरू किनिसकेर र हामी सबै सब्जी के अरे फलफुलहरू सबै किनिसकेर हामी गइराखेको छौँ, जाँदैछौँ। र गर्मी एकदम बढिरहेको छ है। अहिले कात्तिकको बेला पनि गर्मी धेरै छ। र यही गर्मीमा पनि हामी जाँदैछौँ। अब यस्तै हो, किनकि अब चाडपर्व भनेको एकदम खुसीको पल, रमाइलो हो। र रमाइलोकै लागि भए पनि म दिदीहरूसँग फेरि किन मिस हुनु भनेर चाहिँ आइरहेको छु दिदीहरू सँगसँगै। र गर्मी ज्यादा भएकोले चाहिँ हामी त्यहाँ एकछिन रोकेर चिसो पानी खानेछौँ। यहाँ झन् खतम ठाउँ रहेछ। अब एक्सट्रिम खाने हो, चिसो पानी है सिस्टर। भाइको मम्मीले चाहिँ खानुहुन्न एक्सट्रिम गाइज। उहाँ त पानी मात्रै खानुहुन्छ, हामी चाहिँ यस्तो खान्छौँ। ल त गाइज, हाम्रो अटो आइसक्यो है त। गाइज लाग्यो है त। अब हामी कसरी फुल यता खानु त जाम भयो गाइज। ल त गाइज, थ्याङ्क्स फर वाचिङ। रिटर्न टु होम। घर आइसक्यो है हामी चाहिँ। माला निकाल्नु होला। दिदीले माला निकालिसक्नु है। माला लिएर हिँडेँ। यही है फुल लिएको चाहिँ। पोख्यो है त्यहाँ। पोखेको होइन ल, त्यो छरिएको। देख्न सक्नुहुन्छ गाइजहरू, आदि चाहिँ अर्जुनको भाग हो, त्यही भएर लान खोज्दैछन्। हेर्नलाई त एकदम फुलको माला उन्ने प्रक्रिया भइरहेछ है यहाँ त। कस्तो दामी छ है माला।